नमस्कार साथीहरू, आज खोलेको भ्याकेन्सी नेपाल इन्जिनियरिङ परिषदले खोलेको भ्याकेन्सीको बारेमा कुरा गर्न गएको छु है। यहाँ हेर्न सक्नुहुन्छ कुन पदको लागि खोलेको छ भने 6 नम्बरमा हेर्नु, सूचना प्रविधि सहायक, त्यो पनि एउटा मात्र सिट खोलेको छ खुलामा। अनि यसमा कस कसले भर्न मिल्छ भने मान्यता प्राप्त शिक्षण संस्थाबाट इन्फर्मेसन टेक्नोलोजी आइटी विषयमा प्रवीणता प्रमाणपत्र तह वा सोस्र उत्तीर्ण भएको हुनुपर्छ। अनि त्यस्तै यसमा कहिलेसम्म भर्न मिल्छ भने अनि सबैभन्दा पहिला यसको दस्तुर कति लाग्छ भने यहाँ सक्नुहुन्छ तह 5 को लागि 800 रुपियाँ जम्मा लाग्छ। 800 रुपियाँ लाग्छ तह 5 को लागि। अनि त्यस्तै यसमा दरखास्त दिने अन्तिम मिति भनेको यहाँ सक्नुहुन्छ 82 6 महिना 30 गतेसम्म र दबर दस्तुरमा 7 महिना 6 गतेसम्म यसमा मतलब कि फर्म भर्न मिल्छ। सिंगल दस्तुर 36 र डबल दस्तुर 7 6 सम्म। अनि त्यस्तै सिलेबस डाउनलोड गर्नको लागि यहाँ सक्नुहुन्छ यहाँ वेबसाइट दिएको छ, यहाँबाट पनि जान सक्नुहुन्छ या यहाँ सर्च गर्नु nec.gov.np यहाँ हेर्न सक्नुहुन्छ यो पनि आधिकारिक वेबसाइट हो नेपाल इन्जिनियरिङ काउन्सिल। अनि यहाँ हेर्न सक्नुहुन्छ डाउनलोडमा क्लिक गर्नु। डाउनलोडमा क्लिक गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ लास्टमा अदर छ, अदरमा क्लिक गर्नु। अनि यहाँ हेर्न सक्नुहुन्छ सिलेबस फर आइटी असिस्टेन्ट तह 5 को लागि यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ। मैले अलरेडी फेसबुकमा पोस्ट गरिसकेको छु, यहाँ हेर्न सक्नुहुन्छ मैले अलरेडी फेसबुकमा पोस्ट गरिसकेको छु, यहाँबाट पनि हेर्न सक्नुहुन्छ या यहाँबाट डाउनलोड पनि गर्न सक्नुहुन्छ। अनि त्यसको इक्जाम भने 2 चरणमा हुन्छ, प्रथम चरण र द्वितीय चरण। प्रथम चरणमा लिखित परीक्षा अनि त्यसै द्वितीय चरणमा प्रयोगात्मक प्राक्टिकल। त्यस्तै यो प्रथम चरणमा लिखित परीक्षामा फर्स्टमा 50 वटा चाहिँ एमसिक्यू सोध्छ। 50 वटा एमसिक्यू मध्ये 35 वटा तपाईँको टेक्निकल सब्जेक्टबाट जेनरल टेक्निकल सब्जेक्टबाट सोध्छ। त्यस्तै 15 वटा क्वेसन भनेको जेनरल अवेरनेस एन्ड इन्स्टिट्युसनल नलेजबाट सोध्छ। त्यस्तै सेकेन्ड पेपरमा टेक्निकल सब्जेक्ट यहाँ टेक्निकल सब्जेक्टबाट सोध्छ 100 मार्कको लागि। छोटो क्वेसन 4 वटा अनि त्यस्तै लामो क्वेसन 8 वटा। यहाँ सक्नुहुन्छ द्वितीय यति मतलब कि डिफिकल्ट सिलेबस भए तापनि यहाँ सक्नुहुन्छ द्वितीय पत्रको लागि तपाईँले मात्र टेक्निकल रिलेटेड पढ्नुपर्छ। खण्ड क अनि खण्ड खबाट। खण्ड कबाट 6 वटा छोटो क्वेसन र खण्ड खबाट 6 वटा छोटो क्वेसन्स। त्यस्तै 2टा लामो क्वेसन खण्ड कबाट, त्यस्तै 2टा लामो क्वेसन खण्ड खबाट। यसमा संस्थागत ज्ञान रिलेटेड केही पढ्नु पर्दैन द्वितीय पत्रको लागि। यहाँ सक्नुहुन्छ द्वितीय पत्र विषयगतको लागि खण्ड क एन्ड ख को लागि मात्र खण्ड क एन्ड ख मात्र पढ्नुपर्छ। ख भनेको यहाँ सक्नुहुन्छ 7 to 14 भयो, जो टेक्निकल रिलेटेड मात्रै हो। खण्ड क भने त्यो पनि टेक्निकल रिलेटेड। त्यस्तै यसमा अनलाइन फर्म भर्नको लागि यहाँ हेर्न सक्नुहुन्छ सेकेन्डमा रेजिस्ट्रेसन छ, यसमा क्लिक गर्नु। क्लिक गर्ने बित्तिकै यहाँ हेर्न सक्नुहुन्छ रजिस्टर अनलाइन। रजिस्टर अनलाइनमा क्लिक गर्ने बित्तिकै यहाँ हेर्न सक्नुहुन्छ यस्तो इन्टरफेस आउँछ। यहाँबाट तपाईँले लगइन गर्नुपर्ने हुन्छ। लगइन गर्नको लागि सबैभन्दा पहिला रजिस्टर गर्नु। रजिस्टर गरिसकेपछि लगइन गर्नु, त्यसपछि यहाँबाट अनलाइन फर्म भर्न मिल्छ।